हामी बेलुका बाल्नेछौँ बत्ती है चिमियान। र अब चाहिँ अलिकति बाँकी छ है। पटेका पड्काउने एक्साइटेड छस्? हेलो गाइज, गुड मर्निङ सबैलाई है। र आज भने चाहिँ म डेकोरेसन स्टार्ट गर्न आँटेको है। र आज चाहिँ दिवालीको पावन अवसरमा यहाँ मैले डेकोरेट गर्दैछु। देखाइदिउँ त हेरौँ त ल, यता हेर्नुहोस्। यहाँबाट चाहिँ यो कनेक्सन चर्र लगेर यस्तो कनेक्सन गरेर चाहिँ जुगाड गरेको छु। यहाँ चाहिँ यहाँबाट चाहिँ जुगाड गरेको छु मैले यता लगेर। अन्तिमसम्म हेर्नु होला यो भिडियो है। अहिले बेलुका रङ्गोलीहरू लगाएको पनि देखाइदिन्छु तपाईँहरूलाई। अहिले चाहिँ भर्खर यहाँसम्म चाहिँ पुगेको छु म। ल अब चाहिँ मैले जोड्नु सुरु गरेँ है। रेडबाट सुरु गर्नुपर्छ पहिला। रेड कलरबाट चाहिँ सुरु गर्दैछु म हो। र उसले कन्टिन्यू देखाउँछ है। र मैले यहाँ यति चाहिँ लगाइसकेको छु हो। देखाइदिउँ त रेड कलरको लगाइसकेको छु है। र साथीहरू आगोले चाहिँ अब दिवालीको तयारी गर्न थाल्यो। आगोले अघिदेखिको काम गरेर चाहिँ यति चाहिँ बनाइसक्यो। अब अझै लाउनुहुन्छ यतातिर, यति पाराहरू पनि लाउनुहुन्छ। अन्त हामीले टाइमिङ लाइटहरू चाहिँ यहाँनिर राखिरहेको छ। 50% जस्तो छ अझै गर्नुपर्ने है। र यहाँनिर चाहिँ हाम्रो आप्पाले बिहानदेखि यो सफा गर्नु हुँदैछ है। यहाँदेखि लिएर पर। र आज यहाँ चाहिँ दियोको लागि मजाले सफा गर्दैछु। यो उयो फुल कहाँबाट ल्याएको बाबा? यो उब्लेको माथि अन्त तर अहिले भर्खर फुल्दैछ। हेर्नुहोस् त यी भर्खर फुल्दैछ। योपालि चाहिँ अलिक छिटो भयो दिवाली पनि हो, त्यही भएर फुलहरू पनि राम्ररी फुल्नु पाएन। र मैले चाहिँ यति सकिसकेको छु हो। यता हेर्नुहोस् त यी पछाडि यहाँदेखि लगाएर चाहिँ यता लगाइसकेको छु है। र गाइस मैले चाहिँ यहाँनिर यता देखाइदियो त पछाडि कता हो? यहाँको सकेर अब अलिकति मात्रै छ। यति मात्रै लाउने योपालि चाहिँ हो। एउटा दुईटा तिनवटा मात्रै छ अब लाउनु। तिनवटा लगाएपछि बास सक्यो है। यतिमा अब लास्टमा म फिनिसिङ देखाउँछु तपाईँहरूलाई ल। धन्यवाद। र अब चाहिँ फाइनली रेडी भइसकेको छ है। लाइट लगाएर मैले र यहाँ चाहिँ भर्खर तयारी हुँदैछ है पूजा गर्नुको लागि। र अब चाहिँ अलिकति बाँकी छ है, देखाउँदै जान्छु तपाईँलाई। र गाइस हाम्रो यो फाइनल फिनिसिङ हो। यो चाहिँ हेर्नुहोस् त यत्तिको भएको छ। फिनिसिङ गरेर चाहिँ योपालि चाहिँ यता अगाडि लाउनु पाएन हो। यत्तिको चाहिँ आएको छ फिनिसिङ। यहाँ चाहिँ छिमियाङको मम्मीले, यहाँ चाहिँ हाम्रो छिमियाङको आमाले उयो बनाउनु हुँदैछ रङ्गोली। मेरो छोरीको फुटप्रिन्ट यो अब बाहिर बनाउँछु हो, बनाउँदैछ भर्खर। मेन एन्ट्रेन्स दैलोमा चाहिँ यसरी लाग्छ। र यो भिडियो तपाईँहरूलाई कस्तो लाग्दैछ है, फलो गर्नु नबिर्सिनु होला है। रङ्गोली कन्टिन्यू छ है बनिनुमा। यो भित्र बनिसकेको छ एउटा। र अब यो अलिकति बाँकी छ यहाँनिर है। दुईजना लाइभमा छु, दुईजना लाइभमा छु। यस्तै देख्दैछ हाम्रो। है बेलुका चाहिँ यो टाइपको देख्छ है। मैले लगाएको लाइनिङ चाहिँ यस्तो टाइपको लगाइदिएको छु योपालि। र फाइनली गाइस हाम्रो यहाँ रङ्गोली पनि रेडी भएको छ। हेर्नुहोस् त कस्तो भएको छ। यस्तो प्रकारले बनाइदिएको छ है। हेर्नुलाई कस्तो भइरहेको छ अहिले।
मजा लागिरहेको छ पटेका पड्काउने एक्साइटेड छस् हजुर पहिले लक्ष्मी पुजिहाल्नु त्यहाँदेखि पक्रियो पटेका पड्काएर त्यो खेल्नु जान्छौँ भैया जान्छु यहाँ माथि हेर्नुहोस् है यहाँ पनि रेडी भइसक्यो हो र तपाईँहरूले पूजा गर्नुभयो कि भएन होला है हाम्रो चाहिँ अब सुरु हुन आँटेको छ है पूजा पूजा भन्दैछ पूजा सुरु हुन आँट्यो भन्दै ल ल ल ल ओके तिमीले पनि भन्छौ मेरो नातिनी नै लक्ष्मी हो कि हेर्नुहोस् र आज मेरो नातिनी जस्तै एकदम सौभाग्यवती र म अब लक्ष्मी पुज्दैछु र सदैव मेरो घरमा यसरी सुख शान्ति होस् र लक्ष्मी माताले सदैव बास गरोस्। पूजा गर्नुहुँदैछ ल है हाम्रो यहाँनिर अब चाहिँ पूजा सम्पन्न भयो भन्नुहुँदैछ है यहाँ चाहिँ अब दीप प्रज्वलन भयो बिचको बत्ती चाहिँ बत्ती बाल्नु हुँदैछ ह्याप्पी दिवाली भन्यो ह्याप्पी दिवाली र हाम्रो घरमा चाहिँ अहिले फर्स्ट भैलिनी खेल्न आउनु भएको छ हाम्रो आसिङको छोरी र दुईजना आसिङको छोरी आउनु भएको छ तिमी पनि खेल्छौ हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको घरमा लक्ष्मीको बासै होला यसै घरको लाला बाला बर्पिपल जस्तै बाँची